एउटै शब्दलाई फरक उच्चारण गरेको त तपाईले सुन्नु भएको होला। जस्तै डाइरेक्टर, डिरेक्टर। यो वैकल्पिक उच्चारण हो। यी दुवै उच्चारणहरू स्वीकार्य छन्। तर एउटै शब्दलाई अलग अलग उच्चारण गर्दा त्यसको अलग अलग अर्थ हुन्छ भने के भन्नुहुन्छ? हजुर, त्यो पनि सम्भव छ। आज म तपाईहरुलाई 5 शब्दहरू दिँदैछु जसलाई दुई अलग अलग तरिकाले उच्चारण गर्दा अर्थ पनि अलग अलग आउँछ। नमस्ते, म तपाईहरुकै अंग्रेजी मास्टर अर्जुन पौडेल। सुरु गरौं आजको भिडियो। पहिलो शब्द छ टियर। सबैलाई थाहा छ टियर आँसु, टियर ग्यास भनेर पनि सुन्नु भएको होला। अब यही टियरलाई TEAR स्पेलिङ उही छ। टेयर भनेर पढ्यो भने चाहिँ च्यात्नु भन्ने बुझिन्छ। टेयर भन्यो भने च्यात्नु, टियर भन्यो भने आँसु। अर्को शब्द छ विन्ड, WIND। विन्ड भन्यो भने हावा, बतास। अब यसैलाई वाइन्ड भन्यो भने बेर्नु, कुनै कुरा बेर्नु, जस्तो कुनै कोइलमा तार बेर्नु, वाइन्ड। त्यसैगरी अर्को शब्द छ मिनिट। सबैलाई थाहा छ घडीको समय जनाउने एकाइ मिनिट। तर यसैलाई फेरि अर्को तरिकाले उच्चारण गर्यो माइन्युट भन्यो भने यो चाहिँ सानो, मसिनो भन्ने बुझिन्छ। त्यसैगरी अर्को शब्द छ लीड। लीड भनेको नेतृत्व गर्नु, कसैलाई अघि लागेर बाटो देखाउनु। तर यसैलाई फेरि लेड भनेर उच्चारण गर्यो भने यो एउटा धातु जसलाई सिसा पनि भनिन्छ नेपालीमा। लेड भन्ने धातु भन्ने बुझिन्छ। त्यसैगरी अर्को शब्द छ डेजर्ट। डेजर्ट यो भनेको मरुभूमि, DESERT, डेजर्ट, मरुभूमि। तर यसैलाई तपाईले फेरि डिजर्ट भनेर उच्चारण गर्नुभयो भने चाहिँ यो त्याग्नु, छोडेर हिँड्नु भन्ने बुझिन्छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। च्यानललाई लाइक, सब्स्क्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। फेरि भेटौँला। धन्यवाद।